लुटेर कमाएको एक एक पाइको हिसाब चाहिँ गर्नेछौँ। अन्यायको हिसाब हुन्छ, विभेदको हिसाब हुन्छ, चेलीबेटीलाई रुवाएको हिसाब हुन्छ, बालबालिकालाई टुहुरा बनाएको हिसाब हुन्छ, बदेशलाई गरिब बनाएको हिसाब हुन्छ, स्कुलमा खाना नखानेको हिसाब हुन्छ, चेलीबेटीहरूलाई बोक्सीका नाममा गाउँमा दिदीबहिनीहरूलाई हिसाब पिसाब खुवाएको हिसाब हुन्छ। हर चिजको हिसाब हुन्छ, एक एक हिसाब हुन्छ। किनभने अब की बार जय देश, जय प्रदेश, जय घण्टी। राज्यका भित्तामा कोठा चोटामा भर्ता गर्दा यिनीहरूलाई लाज भएन, देशलाई हरितन्नम बनाउँदा लाज भएन। तर जनताको लोकप्रिय मान्छेले एउटा प्रशासकीय अधिकृत पाएन। अब प्रशासकीय अधिकृत होइन, तिम्रो सत्ता फेर्ने हो।